सबैजनालाई नमस्कार। हामीले आज तपाईहरुलाई कन्सल्टेन्सीको लागि डकुमेन्टेसन अफिसरको भ्याकेन्सी लिएर आएका छौं। यदि तपाईको अंग्रेजी राम्रो छ, तपाईले क्यानाडा, अस्ट्रेलिया, जापानको डकुमेन्टहरु हेर्नु भएको छ र कन्सल्टेन्सीमा काम गर्नु भएको छ भने तपाईहरुको लागि अपर्च्युनिटी हुन्छ र यदि तपाईको अंग्रेजी राम्रो छ भने पनि तपाईले यो जबमा आवेदन दिन सक्नुहुन्छ। हामीलाई डकुमेन्टेसन अफिसरको एकजनाको भ्याकेन्सी रहेको छ। समय बिहान 8 बजेदेखि 4 बजेसम्म रहेको छ। स्यालेरी रेन्ज तपाई यदि एक्सपिरियन्स फुल्ली हुनुहुन्छ भने 30 देखि 35 हजार सम्मको रहनेछ भने तपाईको अंग्रेजी यदि राम्रो छ, तपाईले कुनै काम गर्नु भएको छैन, तपाईलाई इमेल इन्टरनेट राम्रोसँग गर्न आउँछ, डकुमेन्टहरु राम्रोसँग हेरेर काम गर्न आउँछ, तपाईको अंग्रेजी राम्रो छ, तपाई राम्रोसँग बोल्न सक्नुहुन्छ भने चाहिँ तपाईको स्टार्टिङ स्यालेरी 20 देखि 25 हजार सम्म रहनेछ र तपाई एकदम हाईली एक्सपिरियन्स हुनुहुन्छ भने तपाईको 30 देखि 35 हजारको स्यालेरी रेन्ज रहनेछ। यदि तपाई डकुमेन्टेसन अफिसरको कन्सल्टेन्सीमा काम गर्न चाहनुहुन्छ भने तपाईको लागि भ्याकेन्सी छिटोभन्दा छिटो एप्लाई गर्नुहोस्, साथीभाइहरुलाई शेयर गर्नुहोस्। लेडिज डकुमेन्टेसन अफिसरको आवश्यकता परेको हुँदा छिटोभन्दा छिटो एप्लाई गर्नुहोस्। तल दिएको इमेलमा सिभी सेन्ड गर्नुहोस् र त्यही कन्सल्टेन्सीको लागि अफिस हेल्परको पनि आवश्यकता परेको छ। यदि तपाई अफिस हेल्परको काम गर्न चाहनुहुन्छ, अफिसमा खाजा बनाउन चाहनुहुन्छ, सरसफाईको कामहरु गर्न सक्नुहुन्छ, यदि त्यस्तो जब खोज्दै हुनुहुन्छ, अलि कम पढे लेखेको हुनुहुन्छ भने तपाईले गर्न सक्नुहुन्छ। यदि त्यस्तो काम गर्ने सोचमा हुनुहुन्छ भने बिहान 8 बजेदेखि 2 बजेसम्म तपाईको समय रहनेछ। तपाईले बिहान खाना बनाउनु पर्ने हुन्छ, खाजा बनाउनु पर्ने हुन्छ र अफिसहरु सफाई गर्नुपर्ने हुन्छ। तपाईको स्टार्टिङ स्यालेरी 12,000 हुनेछ। यदि तपाईले राम्रो काम गर्नुहुन्छ भने आफू साझेदारीमा यो स्यालेरीलाई बढाउन पनि सकिनेछ। र यदि तपाई सरसफाईको अफिस हेल्परको काम खोज्दै हुनुहुन्छ भने तपाईको लागि हामीले एकजना अफिस हेल्पर र एकजना डकुमेन्टेसन अफिसरको जब लिएर आइसकेका छौं। यदि तपाई एप्लाई गर्न चाहनुहुन्छ भने छिटोभन्दा छिटो फोन गर्नुहोस् अथवा हामीलाई इमेलमा सिभी सेन्ड गर्नुहोस् अथवा अफिसै भिजिट गर्न चाहनुहुन्छ भने हाम्रो अफिस मित्र पार्क पशुपति क्याम्पससँग रहेको छ। आएर मजाले बुझेर तपाईले जबहरु गर्न सक्नुहुन्छ। हामीले जब बुझ्दाखेरि कुनै पनि शुल्क लिदैनौं। त्यसकारण ढुकेका साथ तपाई आएर आफ्नो सिभीहरु लिएर आएर अथवा फोन गरेर अथवा अफिसै आएर मजाले बुझेर जब एप्लाई गर्न सक्नुहुन्छ। छिटोभन्दा छिटो आउनुहोस्, किनभने जो पहिला आउनुहुन्छ उहाँले जब पाउनुहुन्छ। त्यसकारण छिटो गर्नु होला र यस्तै जब रिलेटेड भिडियोहरु यही च्यानलमा आउने भएको कारण यदि तपाई जब सम्बन्धी जब खोज्दै हुनुहुन्छ, आफूलाई पर्फेक्ट जब खोज्दै हुनुहुन्छ, तपाईको साथीभाइहरुले जब खोज्दै हुनुहुन्छ र यस्तो कन्टेन्टहरु मन पर्छ भने हाम्रो च्यानललाई सब्स्क्राइब गर्नु होला, बेल आइकनलाई पनि अन गर्नु होला ताकि हामीले हाल्ने सम्पूर्ण भिडियोहरु सबैभन्दा पहिला तपाईले हेर्न पाउनुहुनेछ भन्दै आजको जब भ्याकेन्सी यति नै रहेको छ। र तपाई अरु फिल्डमा हुनुहुन्छ, अरु जब खोज्दै हुनुहुन्छ भने नि हामीसँग थुप्रै जबहरु रहेका छन्। तपाईहरु हामीलाई मजाले फोन गरेर बुझेर अथवा चाहिँ अफिसै आएर भिजिट गरेर जबहरु पाउन सक्नुहुन्छ। हस्त, धन्यवाद, नमस्कार।